बाजे पनि कस्तो अवस्थामै पुग्नु मरेको चोला त कसैले पनि प्रत्येक घरको एकजना चाहिँ नमस्ते फेरि पनि स्वागत छ मन कुमारी युट्युब च्यानलमा तपाईहरुलाई लङ टाइम पछि भिडियो लिएर आएको किनभने अब बाजे बित्नुभयो अस्ति 2 गते अब कस्तो नरमाइलो पनि लागिरहेछ यहीसँग बसिरहनु भएको सधैँ नै अनि आफैले सेतो नरमाइलो फिल पुगेको मान्छे त्यही पनि एकदम कुप्रो पनि हुनुहुन्थ्यो कि बाजे एकदम कुप्रो अनि त्यो ढाडले गर्दा नि एकदम समस्या भयो साह्रो कति गाह्रो कि अब त्यो सोच्न नि कस्तो नसक्नेसम्म त्यस्तो गाह्रो भएर चाहिँ बित्नु अब चैतको 2 गते बित्नु भएको बाजे खुट्टाहरू सुनेर एकदम गाह्रो भइरहेको थियो तपाईले हेर्न देख्न पनि सक्नुहुन्छ मैले सानो भिडियो चाहिँ लिएर आएको थियो गाह्रो भइरहेछ अनि गाइस हेर्नु न यो खुट्टाहरू पनि कस्तो सुन्यो कि हेर्नु त यस्तोरी सुनिरहेछ के गर्नु गाह्रो हुँदो रहेछ भिडियो चाहिँ लिएर आएको थियो अनि त्यसपछि गएर हामी पनि त्यही अवस्थामै पुग्ने हो हैन अब एकचोटी जन्मिसकेपछि अब मर्नै पर्ने भने यो अब सबैलाई थाहा छँदै छ अजम्भरीको चोला त कसैले पनि लिएर आएको हुँदैन हैन अब त्यही भएर त्यसमै मात्र अल्झेर पनि बसेर भएन अनि आज चाहिँ 10-12 दिन लगभग 14-15 दिन नै भइसक्यो त्यही भएर चाहिँ हामी अलिकति हल्का आफूले मनमा नि यस्तो सोचेर हुँदैन रहेछ भने अब एक दिन मर्नै नै पर्ने हो अब दिन आएपछि अब उमेर पुगेपछि अब कुनै उमेर नपुगेर नि कति मान्छे मरिरहेको हुन्छ नि त बाजे मात्रै पनि हैन अनि अब हामी के कतिखेर के हुने हामीलाई नै थाहा उमेरसम्म चाहिँ हामी चाहिँ कहिले पनि बाँच्दैन पनि अब त्यस्तो गाह्रो भएर बाँच्यो भने कसले स्याहार्छ हैन स्याहार्ने मान्छे पनि त्यस्तै खालको चाहिन्छ अब त्यस्तै हो यो मलम चाहिँ बाजे बित्नु भएको 7 दिनपछि चाहिँ मलम अथवा गहुँ गरेको भनिन्छ हाम्रो चाहिँ एकदम गइनी फेरि मान्छे अब त्यस्तो अब राम्रो काममा पनि नराम्रो काममा पनि प्रत्येक घरको एकजना चाहिँ दाउरा काट्न जान्छ वनमा ठुलो वनमा माथि वनमा त्यो भिडियोहरु पनि तपाईहरुलाई हाल्ने नै छु 3-4 दिनको भिडियोमा चाहिँ म एकैचोटी हाल्छु अनि त्यसपछि 18 गते बरखी छ म बरखीमा चाहिँ भिडियो एकदम लिनै पाउँदिन किनभने म एकदम बिजी हुन्छु बरखीको चाहिँ भिडियो लिन खिच्न पाउँदैन अनि बरखी सिद्धेपछि चाहिँ म तपाईहरुलाई के कसो हुन्छ भिडियो लिएर आउने छु अनि वन गएको भिडियोहरु चाहिँ म तपाईहरुलाई अलिकति देखाउने छु हेलो एभ्रीवान हामी चाहिँ वनमा आइपुग्यौं बच्चा 2 जना चाहिँ जुधेर हिँडिरहेको छ अनि अगाडि पनि मान्छेहरु माथिसम्म मान्छेहरु पुगिसके अनि त्यसपछि पछाडी पनि आउँदै हुनुहुन्छ सबैजना हामी यति चाहिँ पछाडी अनि अगाडि चाहिँ धेरै मान्छेहरु माथि पुगिसक्नु भयो अनि कहिले त काट्न पनि सुरु गरिसक्नु भएको रे भन्छ अनि त्यसपछि सबैजनाले यहाँ काटिरहेको छ उहाँ चाहिँ बाजे अनि मामाहरु म चाहिँ यहाँ पानी दिँदै छु अनि हामी चाहिँ दाउरा ओसारेर यहाँ रोडमा आइपुग्यो यति चाहिँ ओसार्दै छौं सबैजना भएर ओसार्दै छौं अनि हेर्नु तपाईले देख्नुहुन्छ रोड यति फाटेको छ अस्तिको बर्खा पानी परे बेलामा पुरै भासेर केही छैन रोडै यहाँ हजुरआमा बन्जर लिएर बसिरहनु भएको छ अब हामी चाहिँ खाजा बार्दै छौं हेर्नुस् साथीहरु यहाँ हेर्नुस् साथीहरु अझै आउनु बाँकी छ हेर्नुस् यहाँ रुक हेर्नुस् सबैजनाले बार्दै हुनुहुन्छ अब हामी खाजा खाँदै छु हेर्नुस् आदीले खाजा खाइसकेर हेर्नु उता अनुहार छोपिरहेछ यहाँ अरूहरू त्यहाँ तल हेर्नु त्यहाँ खाजा साजा खाएर यहाँ दाउरा लोड गर्दैछ सबैजना देख्दा ब्रो छौ रे मलाई
यत्रो दाउरा बाँकी छ अझै यत्रो राम्रोसँग देख्दै देखेन कहिले हाल्ने होला यत्रो दाउरा बाँकी छ लोड गर्दैछ पुरै रात परिसक्यो कहिले घर पुग्नु अब यति बाँकी छ ओसार्न हिजो राति बेलुका झारेको सुक्या छ दाउरा यति चाहिँ ओसारिसक्यो अब त्यहाँ बारीमा भएको चाहिँ ओसार्नै बाँकी छ सपोर्ट गरिदिनु होला मेरो युट्युब परिवारहरूले यति भन्दै छुट्टिन्छौँ।